हजुर नमस्कार, म जीवन बस्नेत ठुलागरे। मेरो घर सङ्खुवा सभा, धर्मदेवी 9। आज चाहिँ मैले एउटा गजल लेख्ने प्रयास गरेको छु, त्यो लिएर आएको छु। सुनौँ है मेरो गजल। गाउने त अब मलाई आउँदैन नै, यसो पढेरसम्म सुनाउँछु मेरो गजल। मैले लेखेको गजल। यसको रदिफ चाहिँ सकियो भन्ने छ। उमेर सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। उमेर सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। शरीर असक्त, परिवार घोटाडा। शरीर असक्त, परिवार घोटाडा। थियो धन सकियो, देवानी सकियो। थियो धन सकियो, देवानी सकियो। उमेर सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। इकाला चिरियो, मादलु तना झैं। इगाला चिरियो, मादलु तना झैं। बच्छ्यामा लुकेको डुवानी सकियो। बच्छ्यामा लुकेको डुवानी सकियो। उमेर सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। सुनौला ती अङ्क पोतिएर झङझङ। सुनौला ती अङ्क पोतिएर झङझङ। इतिहास कोर्ने, इतिहास कोर्ने, चवन्नी सकियो। इतिहास कोर्ने, चवन्नी सकियो। उमेर सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। माकुरी जालो झैं बेरिएको बन्धन। माकुरी जालो झैं बेरिएको बन्धन। विषालु वचनले, विषालु वचनले छाउनी सकियो। विषालु वचनले छाउनी सकियो। उमेरै सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। परदेशी छाया अगाडि नआउँदै। परदेशी छाया अगाडि नआउँदै। अँधेरो नयन भो, अँधेरो नयन भो, अँधेरो नयन भो, देखनी सकियो। अँधेरो नयन भो, देखनी सकियो। उमेरै सकियो, जवानी सकियो, रुपैयाँ सकियो, रुवानी सकियो। थियो धन सकियो, देवानी सकियो। बच्छ्यामा लुकेको ढुवानी सकियो।
बक्षमा लुकेको डुवानी सकियो। हवस्, यति नै बिसाएँ। हुन्छ, यहाँले सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। हस्त, नमस्कार।